होलिडेको दिनको मेरो मर्निङ रुटिन। मेरा छोराछोरी सुतिरहेका छन्। म भने डिटोलले हात धुने, मुख धुने पहिलो चरणमा मेरो कार्य हुन्छ। आज मेरो छोरा 16 महिना पुरा भयो। अब बल्ल म पहिलेकै लयमा फर्किँदैछु। त्यसपछि मुख पुसेर मेरा भङ्गेराहरू मेरो भान्सा कोठामा सुई हल्ला गल्ला गर्दै आउँछन्। त्यही भएर बिहान टाइममा म चामल भङ्गेरालाई राखिदिन्छु, है चरीहरूलाई चामल राखिदिन्छु। त्यसपछि नित्य कर्मको लागि, नित्य पूजाको लागि सकेपछि म पूजा गर्न जान्छु। है पूजा रुममा पूजा गर्ने ठाउँ सरसफाइ गरेर पति भाँडाहरू सबै के गर्ने धुने कार्य मेरो चलिरहन्छ। म पहिला पनि म के गर्थेँ भन्दाखेरि अहिले यो बिहेपछि बच्चा यताउति कारणले मेरा सबै कुराहरू रुटिनहरू सबै बदलिएका छन्, परिवर्तन भएका छन्। त्योभन्दा अगाडि म बिहान 4 बजी उठ्ने, हिँड्ने, है नित्य कर्महरू सबै गर्थेँ। अहिले त्यो कुराहरू लयमा फर्किन सकिरहेको छैन, होइन। बिहान उठ्ने बित्तिकै बाबु चिच्चाउँछ। त्यही भएर अहिले अलिअलि लयमा फर्काउँदैछु म आफ्नो रुटिनलाई। अब फुल टिप्न गएँ, फुल साथीहरू, है सकेसम्म आफ्नो बिहानको समयलाई ऊर्जाशील, होइन, सकारात्मक, होइन बनाउन कोसिस गर्नुहोला। मैले पनि सकेसम्म त्यही कोसिस गरेछु। बिहान पूजा गरेर, है दियो कपुर बाल्दा आनन्द जति ऊर्जा आउँछ नि, त्यो लाइफमा अरू कुराले केही कुराले आउँदैन। त्यस्तो लाग्छ। अनि त्यसपछि म यो रुटिन चाहिँ रेगुलर गर्ने गरेको छु, है। भगवान् सेवा चाहिँ बिहान सधैँ गर्ने गरेको छु। अनि त्यसपछि अब बिहान हिँड्न पनि मेरो सौखिन हो क्या, मेरो लागि एकदम रुचिको कुरो हो बिहानको टाइममा उठेर हिँड्ने, होइन। त्यो कुरा चाहिँ अहिले अलिकति बच्चाहरू अलिक ठुला भयो भने म त्यो कुरालाई निरन्तरता दिनेछु। अहिले त्यो टाइम म्यानेज गर्न सकेको छैन। अब स्कुल लाग्दाखेरि स्कुल जानुपर्छ, होइन। आज छुट्टी भएको हुनाले अलिकति सजिलो पनि भएको छ। अझै पनि बच्चाहरू म पूजा गरेर आइसकेँ, होइन। अनि बच्चाहरू अझै सुतिरहेका छन्, होइन। त्यसपछि आएर पानी खाएँ, है। अलिकति गेडागुडी आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनु पऱ्यो। हल्का गेडागुडी भिजाएर टुसा उमारेका गेडागुडी हुन्छ, ती टुसा उमारेका गेडागुडी खाएँ। अनि त्यसपछि हस्बेन्ड पनि नुहाइधुवाइ गरेर आउनुभयो। अनि उहाँ आइसकेपछि